साथीहरु नमस्कार। यो मेरो पहिलो भिडियो हो। आज मैले मेरो बारीमा केही बिरुवाहरू मार्न मन लागेको कारणले गर्दाखेरि आज म मेरो बारीमा जाँदैछु र मेरो बारीसम्म पुग्दाखेरि कस्तो खालको एक्टिभिटिजहरू हुन्छन्, के हुन्छ, म त्यो कुराहरू तपाईलाई चाहिँ प्रत्यक्ष देखाउँदै जानेछु र त्यहाँ गइसकेपछि कस्तो खालको माहौल हुन्छ म तपाईलाई त्यहाँ देखाउनेछु। आउनुहोस्। हेलो हजुर, ल ल म आउँदैछु, ल बसिराख न, म आउँदैछु। ए ल ल ल आउँदैछु, ल ल ल यता देखाउने। यो पनि मैले लगाउने कोसिस गर्दैछु आज। यसको नाम चाहिँ के हो, पाइनएप्पल भुइँ कटर है। हेरौँ कस्तो हुन्छ यो पनि देखाउने छु र तपाईँहरूलाई अब। अनि अर्को के छ आज, सबै कुराहरू म तपाईँलाई त्यही नै गरेर देखाउनेछु। यहाँभित्र के छ, पानी भइहाल्यो है। म तपाईँलाई चाहिँ देखाउने कोसिस गरिरहेको छु। तर यो स्कुटरको साँचो चाहिँ मैले कता राखेँ, स्कुटर साँचो खोइ त, ल्याइदेऊ त। खोइ यो साँचो साथीहरु, यो मेरो चाहिँ पहिलो युट्युब च्यानलको पहिलो भिडियो हो। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले पनि साथ सपोर्ट माया गरिदिनु होला। मेरो डेली लाइफमा के हुन्छ त्यो सबै कुराहरू अबको दिनदेखि तपाईँहरूलाई म देखाउने कोसिस गर्नेछु। लेट्स गो। अब मेरो बारीमा गरेको पनि होला त। पहिले के हो यार दिदी यार। इन्भाइरोमेन्ट भएको छ, कस्तो दामी भएको छ। अब यहाँबाट म चाहिँ ट्यागको राइट साइड लाग्छु है। यहाँबाट हिँडेर नजाउँ, हिँड्न त मन थियो। आज चाहिँ बारीमा चाहिँ हल्का एक्सर्साइज हुन्छ, त्यस कारणले गर्दाखेरि चाहिँ ठिक छ, स्कुटरमै जानु। आज चाहिँ यहाँ यत्रो बाटो चाहिँ हेर्नुहोस्, यत्रो बाटोमा गाडी गइहाल्छ, टेन्सन छैन मलाई। साथीहरु यार कस्तो र्याक भयो नि त यार। हेर्नु त, मैले यो यत्रो रोप्छु भनेर लिएर आएको, त्यहाँ मेरो बारीमा त यार मकै पो रोपिदिइसकेछ यार। अब म के गर्नु यार। अस्ति एउटा भाइले चाहिँ रोप्छु भनिरहेको थियो, अन्त पानी यस्तो बगेको, यहाँ यस्तो बगेर पुरै बनिसकेछ यार। यस्तो भइसकेछ ल यार। सोल्टिल त के गरे, मकै लगाइदिएछ। अब म के लगाउने यार। दाइ के छ हाल खबर, ठिक छ? अझै सकिएर रहेछ नि तपाईँको है। यो के भयो त यो अहिलेसम्म यो यहाँ? ए यो चाहिँ के हो खास? यो सेफ्टी ट्याङ्की। त्यहाँ पनि एउटा ट्याङ्की थियो नि। ए यहाँ त मकै छर्दैछ है मेरोमा त यार। हजुर
मकै छर्दैछ त भाइले केही लाउने पर्ने थिएन नि केही लगाऊँ भनेर आएको थिएँ आज झन् होइन अब के लाउने मकैभन्दा अरू के रोप्नु होइन त्यत्तिकै यसो तरकारी सरकारी यसो लगाइदिउँ टाइम पासको लागि भनेको यहाँ त मकै छरिसकेको छ भाइले यार आउनु ल यहाँबाट त्यस्तो भएछ यार पुरा गाह्रो दामी मकै है यस्तो दामी बनाएको छ त्यो घर त यार मकै छरेछ त अब म के लगाउँ त यहाँ त्यसले खाइदिइसकेछ यहाँ त यस्तो कुना भत्किछ कि भत्किछ छैन भत्किएको रहेछ यहाँ त क्या दामीको मकै लगाइसकेको छ यार तर बिचरा मकै त के आफै किराले खाइसकेको छ यहाँ त यस्तो भयो त्यहाँको मकै कस्तो कालो भएर हुर्केको छ यहाँको चाहिँ हुर्केको रहेछ के को बुटा म त गएँ धन्न यार त्यहाँ मैले के सोचेर आएको थिएँ यार के सोचेर आएको थिएँ के भयो यहाँ त पुरै पानी जाँदो रहेछ भाइले मकै लगाइसकेको रहेछ वाउ यहाँ मलाई मनपर्ने चिजहरू यो चाहिँ बेलौती त यस्तो बेलौतीको चाहिँ हुर्केछ यार यसलाई चाहिँ हुर्काउनु पर्छ बिचराले पुरै खनेर यस्तो बनाएको रहेछ यहाँनिर चाहिँ लगाउनु पर्छ क्या हो यहाँ माथि खन्नेसँग उ थिएन यहाँ पुरै त्यही त यहाँ पुरै साह्रो कति वर्षदेखि त्यो भइराखेको थियो है के रहेछ ठिकै हो जे होस् सदुपयोग गर्यो केटाले भुइँकोटो चाहिँ कहाँ लगाउने होला अब यता मौलिलो चाहिँ यतातिर छ मौलिलो बिचमा लाउनु पर्छ मकै फालिन्छ काटेपछि त यो पाकेपछि त पाकिन्छ कस्तो होला यता लाउनु यता माटो ठिक छैन ठिक छैन है यता ढुङ्गै ढुङ्गा हो बरु यता यो एरियातिर यता त लाउनु यता ठिक छ माटो मलिलो छ यता माथि चट्टान यहाँ हुँदैन त्यही भएर त हेर्नु नि यो हो त्यही भएर राम्रो माटो नभएर त्यसमा चाहिँ राम्रो रहेछ है यसको है यो अहिले यिनीहरूले हालेको मल मल हो दुईचोटि आएर मलाई ए उनीहरू प्लानिङमै आएको रहेछ नि त उमार्ने भनेर होइन ठिक छ त्यसो भए यहाँ एउटा खाली ठाउँ यो खाली यतातिर लाउने गहिरो ठाउँ छ यो तिर लाउने पछि कता यहीँ गर्नुपर्छ कति गहिरो खन्नुपर्छ त्यो पनि थाहा छैन मलाई गोटा 18 पेज गरेर माथि गर्नुपर्छ त्यो ठिक ठिक फेरि गहिले पनि के होला राम्रो हाम्रो दाइको कहिले रेडी हुने भयो यति मात्रै हो कि अझै एक तल थप्ने भयो ए अहिले यति अब यतिमै ल हेरौँ उम्रिन्छ कि उम्रिन्न उम्रियो भने खाम्ला सबैले हुनुपर्ने त हो वरिपरिबाट ट्याक्क माटोले लाउने ठिक छ होइन यसरी त्यही लाउने तरिका त्यही हो वरिपरि माटो हो वरिपरि माटो मतलब माटो त यो यहाँको त ठिकै लाग्यो यार माटो ठिक छ मलिलो छ होइन माटो त राम्रो रहेछ त मैले खेती लगाएको थियो पहिले मकै लगाएको थिएँ यहाँको माटो यता जाने पाएन यो त त्यही भयो ठिक छ अरू ठाउँ अलिक भिरालो गरी माटो पनि मलिलो माटो तल जान्छ अनि तल ढाङ तर यो जग्गा चाहिँ ठ्याक्क राम्रो ठाउँमा छ है दाइ यो होइन यिनीहरूभन्दा जे होस् राम्रो ठाउँमा पऱ्यो कि यो ठिक छ ठ्याक्क बसेको होइन चारैतिर चारैतिर मिलेको वरिपरि अनि जाँदा यहाँ खाली छ यहाँ यतातिर त्यस्तो भोलि मकै सजिलो यहाँनिर पनि छ ठाउँ खाली यहाँनिर यस्तो ग्याप छ यस्तो
ठिक छ नि त ठिक छ अरू त त्यसै गरी भइहाल्यो यो आज ल्याउने सिजन आजै हो रहेछ आज ल्याउँछ यसलाई फोन गरेर यसको सिजन हजुर है खै ल्यायो आज म यो खाना कठमा छटको पसलमा अँ ए अनि ठ्याक्क क्लिक गरेँ कि माइन्डमा ल लगाउनु न उम्रिन्छ भने ल त नि भनेर यसो try भुइँबाट खाएर त्यो माथि टाउको आउँछ अँ, ठिक छ लाग्यो भयो त्यति बेला भइयो त्यसपछि अब छिटो घर लगायो छिटो लगाएको सुविधा हुन्छ बाटोघाटो सबै हलफल हुन्छ हुन्छ है पछि पानी कति होला र यो खै खै हुन्छ भन्थ्यो के अरे खै मलाई त केही होला जो लागेन तपाईँले पनि यिनीहरूकै हो अहिले नै मेरो पानी धार छ धारेकै होइन धार कहाँबाट ल्याउनु भयो हजुरले बाटो तल यहाँ दुईवटा छ धार मैले तल्लो यहाँ त्यो तल छ अँ, एउटा यो माथि छ दुईवटा छ मलाई यो जग्गा बिलो साउले नै मिलाइदिएको ए अँ तल जग्गा चाहिँ मैले धार उठेला बोली छोड्नु कि अँ त्यो पैसा उठाउनु दाइ 25,000 बोल्दै थियो ए अहिले बढेर पछि गएर त्यही बेला पछि मैले काटी राख्नु त्यति बेला पछि आउँथ्यो पछि ए सिधै चोकबाट दुईवटा बाटो आउँछ अँ एकबाट उकालो बाटो ल्याउँछ त्यो पल्लो बाटो आउँछ सिधा बाटो आएपछि यो बाटो आउँछ दुईवटा बाटो छ एउटा कारणले अनि त्यो यता बाटो गएर त्यहाँ पर एउटा सानो खोलो छ खोलोबाट माथि गएर पहिले वारी थियो अहिले पारी सकेको छ अब आफ्नै गाउँबाट आफै हुन्छ लगाउनु भइकटरमा त होला जस्तो ल्यायो यो खालि खाली बस्नुभन्दा होइन लाउनु के भयो लाउने ठिकै छ यो के लाउने कि यो खाएको टाउको भाँचेर राखेको के हुन्छ त्यो खाएको यो खाएर यो कटर खाएर त्यो अँ त्यो टाउको त लाउने तरिकै यही रहेछ यसको हो अँ तिमीको सहिलो फेरि आउँदै फेरि खायो फेरि लिएर आयो फेरि अँ। खायो, अब अर्को अझै एउटा छ यता पनि लाग्यो त्यहाँ पनि लाउने यहाँ पनि यता पनि ठाउँ छ। रोक्दै अनि लाउने ल गाइस भएको त उम्रिन्छ हो यहाँ लगाएपछि बियर कहाँ हो? यहाँ पानी दिने भने? फेरि बियर आउनु तिमीलाई उनीहरूको बाइक खाने गर्नु नि त्यसपछि आज नै फोटो फाट्नु यो त यता आउँछ नि। पानीले जाने चाहिँ खान्छ, त्यसपछि पानी फाटिन्छ। नत्र चाहिँ उसले डरमा भरेर दिइहाल्छ, खानपछि भनेर दिइहाल्छ। यही छ कस्तो भोट्दो रहेछ कि ल सिधा भयो, सिधा सिधा। फोटो खिचेको ठुलो बनेर चाहिँ त्यसमा यो भिडियो बनाएपछि अलिक ठुलो लाग्ने रहेछ नि त। भिडियो बनाएपछि होइन अब आजको दिन ढुङ्गा रहेछ यार ढुङ्गामा साथीहरू पुदिना है पुदिना लगाऊँ अब कस्तो हुन्छ पुरै फैलियो हुन्थ्यो सबैलाई बाँडेर खान पाए हुन्थ्यो भन्ने इच्छा हो अब यहाँ उम्रिन्छ कि उम्रिन्न अब यो डाँडा भयो कि क्या हो पानी चाहिन्छ जस्तो सुनेको थिएँ पुदिनालाई त तर यहाँ त ढुङ्गा रहेछ यार उम्रिन्न क्या हो यार यहाँ त ए उम्रिन्छ गमलामा त उमार्छ मान्छेले यार ए उम्रिन्छ उम्रियो भने सबलाई बाँडेर खुलाउँछु म उम्रेन भने चाहिँ आफैले कसरी उम्रिनु भने त कसैले खान पाएन ठिक छ
यो झार त सेम रहेछ यार। अनि कसरी थाहा हुन्छ यहाँ यस्तो काम गर्नु पनि मजा आउँदो रहेछ यार। एक्सर्साइज हुन्छ अरू भन्दा पनि रमाइलो लाग्यो मलाई त्यस्तो काम गर्न त। अब यतातिर चट्ट मकैबारीमा लुकेर काम गर्न मजा आउने रहेछ। अब यसलाई यहाँनिर गाड्नु पर्यो। कति धेरै छ यार। वाह पुदिना अलिअलि पुदिना यसलाई चाहिँ यस्तो यसको झार यसको यो जरालाई यस्तरी गाड्नुपर्छ। यस्तो आरामले खै त गढेन त यार। ल तेर्सो पारेर जान्छ कि यस्तो गरेर हो। आज बाबु चल 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 गइरहेछ। खै क्लोजमा क्यामेराम्यानले क्लोजमा दिनु पऱ्यो नि। पुरा धसिरहेछ कि यस्तो त पहिल्यैदेखि नै भयो जस्तो गरेर धसिरहेछ। र ठिक छ यार यति यति घाटिदिउँ यति घाटिदिउँ है। घाटिदिउँ। आज चाहिँ शनिबारको दिन छुट्टी भएको बेलामा जोस जागर जाग्यो। त्यही भएर यसो आज चाहिँ यसो चटनी खाने पुदिना मैले लगाउँदैछु। साथीहरू धेरै भयो भने हाम्रो यहाँ छिमेकीहरूलाई तल माथि के हुन्छ सबलाई बाँड्नु पर्छ। खै अरू यहाँ दर्शकहरूलाई यसो राम्रो देखिनु परेन। राम्रोसँग देखाउनु पर्छ। बल्ल हुन्छ त भाँचे ल्याएर बिचरा। यसलाई चाहिँ यस्तो जोड दिन्छु नि त म। यस्तो गरेर जोड दिन्छु। ल गाइस सक्यो है। आजको कार्यक्रम सक्यो होइन। लगाउन चाहिँ धेरै चिजहरू लगाउन मन थियो। म चाहिँ लगभग 4-5 महिनापछि मेरो यहाँ जग्गामा आएँ है। अनि त्यसपछि आउँदाखेरि त पुरा यहाँ मकै सकै सब रोपिसकेको रहेछ। भाइले अस्ति रोप्छु भन्दै थियो होइन। मजा गऱ्यो होला भन्ने साँच्चै गरेछ। तर केही छैन गरी खाओस्। अनि त्यसपछि आज बिदाको दिनमा चाहिँ मलाई यो यसो यहाँ आएर हातखुट्टा चलाउन मन लाग्यो। त्यो कारणले गर्दाखेरि मैले यहाँ आज भयकटर लगाएको छु। त्यसपछि यो पुदिना लगाएको छु। अरू के गेडागुडी छ लगाएर जान्छु। उम्रिन्छ नउम्रिन्छ ल। टमाटर हुँदो रहेछ। यस्तो दामी टमाटर यार। र यो टमाटर धेरै मात्रामा लगाउनु पर्छ। त्यहाँनिर रहेछ टमाटर है। ओके अब म यस्तो खतरा खन्छु भनेर आएको तर खन्नु त यस्तो सक्दैन मैले। खन्न कसरी सक्ने यत्रो जाबोले के खन्छ यार। यत्रो धेरै पुरै यहाँ के अरे ट्र्याक्टरै ल्याएर जोतेको भन्छ। अनि अन्त एक छेउ पनि खन्न नखल्दो रहेछ। माथिको त्यो डाँडा यसो हरियालीहरू अब चाहिँ जानुपर्छ कि यसो अलि के खर्च नि यहाँ जाँदै आएन मलाई त। के खन्ने हो नि यो मलाई चाहिँ अरू भनेर पनि खै खै यता के खन्ने के छ यहाँ। मैले खनेर के हुन्छ र यार यहाँ के हो यार यो ढुङ्गा पो रहेछ। यहाँ चाहिँ कर्कलो सर्कलोहरू के अरे अदुवा र अनि त्यसपछि के अरे बेसार चाहिँ लगाउनुपर्छ। ठिक छ म भोलितिर आउँछु फेरि अदुवा र बेसार लगाउनु आउँछु म यहाँ। हाइट फर्सीको मुन्टा आहा यो कसले चुटालिसकेको छ कति छिटो नउम्रिँदै। फर्सीको मुन्टा कहाँ दौडिरहेको छ कसले खाइसकेपछि यो बेलौतीको बुट्टा है। हुर्की रक्क अनि खानुपर्छ। कति ठुलो थियो यसले चाहिँ जोगाउनु पर्छ है।
यिनीहरूमै आउनु हेर खै कस्तो भन्छ हेरौँ त मैले पानी खाने पानी यो पानी चाहिँ त्यहाँ आकाशको पानी हो कसरी पानी माटो परेको थियो परिहाल्छ नि यो खण्डहरू यिनीहरूभित्र पनि पानी कसरी पऱ्यो भन्ने कुरा त्यहाँ मुलुको छिरिहाल्छ पानी के छिरेको पानी छिर्यो पानीसँग ल्याउँदो माटो त्यसै हुन्छ आउनु न सधैँ लागि म कहिले है अनि साथी त्यो पानीको लागि पहल गर्नुभयो नाम टिपाउनु भयो हेर कहिले खोज्छ अरे भन्न रेनकोट लिएर आएको थिएँ र काम लाग्दैन बर्खामा त खतमै हुँदो रहेछ त त्यो घुमाउँदै हुनुहुन्छ लास्टै पानी पऱ्यो हामी चाहिँ अब घरतिर लाग्दैछौँ है त यस्तो छ भने यहाँ यस्तो भयो ए नयाँ स्कुटर भन्दै घुमाउँदै हुनुहुन्छ है त